Hi guys, welcome back to my channel. आज चाहिँ म हजुरसँग मेरो स्टडी भ्लग गरौँ। भोलि मेरो सबमिसन छ अनि आज धेरै काम बाँकी छ, सो त्यही कामहरू सँगसँगै डे इन माई भ्लग हुन्छ कि हुँदैन हो, तर स्टडी भ्लग म देखाउने छु है त। ओके, सी यु देयर। काम गर्छु अनि फेरि एकछिनमा आउँछु। अहिले चाहिँ म अटोकार्डमा बनाउन खोज्दैछु। फुट्न आँट्यो दिमाग, के गरिरहेछु थाहा छैन। ओके, सी यु। यो चाहिँ मेरो 1 BHK मा काम हुँदैछ। यो भयो ढोका, त्यस पछाडि यहाँबाट भित्र छिरेपछि यो सबै गार्डन, यो ब्याकयार्ड भइहाल्यो। अनि यहाँबाट माथि चढेपछि यो फ्रन्ट टेक, बरन्डा फ्रन्ट टेक भयो। सरी, अर्को ढोका भित्र जानको लागि। यो सबै लिभिङ स्पेस, किचन, यहाँनिर सु ऱ्याक छ, डाइनिङ, यहाँबाट तल ब्याकयार्ड जाने बाटो। त्यस पछाडि यो यहाँबाट भित्र छिरेपछि वाक इन क्लोजेट, त्यस पछाडि अट्याच वासरुम पनि छ यता। अनि यता आइसकेपछि चाहिँ बेडरुम। अनि यो भयो वास बेसिन, वासरुम। अनि यो चाहिँ वर्क स्पेस, वर्क रुम, स्टडी रुम चाहिँ भन्दा नि हुन्छ। त्यही हो, अब बनाउँदैछु म। यसको एलिभेसनहरू पनि भइसकेको छ, यसमै अझै डिटेलहरू गर्न बाँकी छ। हजुर, म त तिमीलाई सुट गर्ने। म जहिले यस्तै हो। यहाँ यो कुराहरूले चाहिँ मलाई अलिकति दिमाग खराब गरिरहेछ। अब हाम्रो म्याडमले फटाफट सब काम सक्नुहुन्छ। हाई गाइस, यस्तो अल्छी काहीँ देख्नु भएको छ? हेर्नुहोस् उहाँको मुख। तपाईँले उहाँभन्दा अल्छी कोही देख्नु भएको छ भने प्लिज कमेन्ट डाउन बिलो। म के गर्दैछु पनि अघिदेखि आएर हाई गरेर म काम गरिरहेकोलाई शुद्ध हाई गरेर डिस्टर्ब गरेर निन्द्रा लगाइदिइसक्यो। के गर्ने भन्नुहोस् उहाँलाई, के गर्ने, के पनिसमेन्ट दिने उहाँलाई? मलाई कमेन्ट डाउन बिलो। सुत्नको लागि एउटा राम्रो बेड दिनु। पनिसमेन्ट भनेको त्यही नै हो कि पनिसमेन्ट बुझ्छ। अब हामीलाई भोक पनि लाग्दैछ। के खाने? हामी के खाने भनेर डिसाइड गर्न सकेका छैनौँ। भन्नुहोस्। करेन्ट चाउचाउले जितिसकेको छ एक मत ल्याएर। वी डुइङ एभ्रिथिङ एक्सेप्ट आवर काम। अब हामी खान्छौँ। बाई गाइस, सी यु। हाई गाइस, भोक लाग्यो। भोक लाग्यो। मोही खाजा। वाउ, हामी के खाजा त? जतिखेर चाहिँ कसैले क्यामेरा छरिआएको छैन है। लु, कति राम्रो देखिएको, कति राम्रो। जनता चाहन्छ कसरी लड्नुभयो? यस्तो भयो कि मेन रोडमा अनि त्यसपछि लोड गर्ने खालको गाडी थियो कि, मान्छे नै लोड गर्ने नि। गाडी यता थियो अनि म यहाँ गइसकेको थिएँ। यहाँ गएपछि साइड बाटो छेउमा लाग्छ अनि स्कुटीलाई छोएपछि त के छोयो अनि बाटोमै लड्यो। अनि त्यतिखेर देखिनँ। अनि पैसाको पनि कुरा गर न प्लिज, गर न। आयो अरे अनि कति दिनु भन्नुभयो अनि उसले के सोच्यो अरे भन्दाखेरि 200 मा ऐना बनाइदिइहाल्छ, 500 माग्छु भनेर 500 माग्यो। यसो 5-6 हजार माग्दैन, 500 माग्यो। सोचो मान्छे। 300 मा सिसा त आयो, अरू बिग्रेको चाहिँ अब पनि मक्ख भएर दियो होला नि 500 त। 500 मात्र पुलिस पनि आएको थियो अनि
किन हुन्छ त मसँग अनि कि स्प्राइट पनि लिएर आऊ एउटा 3टा करेन्ट त्यहाँ पैसा फिर्ता दिने हजुर नखाने करेन्ट भनेको छोरीले पैसा निकालेपछि फेरि रुच्छ अब हामी अन्डा उसिनौँ न त बाबा पनि खाने अन्डा अहिले उसिनेपछि खाने भनेछ लागि अब हामी या हाम्रो सेफ हुनुहुन्छ जो चाहिँ एकदम मिठो फ्राई गर्नुहुन्छ कि यहाँ अस्ति नै गर्नुभएको थियो हामी अब अन्डा उसिन्ने कि फ्राई गर्ने सो मच कन्फ्युजन भयो चाहिँ हामी फ्राई नै गरौँ यो चाहिँ लसुन तपाईँलाई पहाल्न पनि आउँदो रहेछ अरू के गर्न आउँछ तपाईँलाई थ्याङ्क यू भनिदिनको लागि अब यस्तो गर्ने यस्तो गर्ने भन्यो तपाईँलाई ग्यास चलाउँदा पनि आउँछ कि आउँदैन जुन भन्यो त्यहीमा हाल्यो कि ल त्यस्तो पनि आउँछ तपाईँलाई बनाउन भन्यो भन्यो ल है ल के सुकाउनु पर्छ अरे सेफ भन्नुहोस् त ए के फिट्नु पर्ने थियो होइन नफिटी पकाउँदा हुन्छ तिमीलाई किन फिट्नु पर्यो तिमी अस्तिको ओके अस्तिकोमा सायद फिटे जस्तो त मलाई लागेको थिएन होइन मनपर्छ हिजो आलु सकि आलुको सत्यानाश भयो भन्ने को मैले आलुको रस बनाउनलाई हैन गुन्द्रुक मस के अरे आयो आयो ए पैसा फिर्ता ल्याऊ बाबु के राख छोरी त कति फिर्ता आयो 40 कसरी त्यहाँ मलाई 500 रुपियाँ ट्याक्र्याक्क चाहियो है मलाई हजुर कथा भन्नुहोस् त लु मैले चाहिँ आलुको रस बनाउनलाई सजिलो हुन्छ भनेर बिहान हिजै अस्तिकै दिन आलु उसिनेर राखिदिएँ त्यो होइन यही त हो नि यो यो यस्तो कतिचोटि किचन छिर्नुहुन्छ दिनमा कि महिनामा ए अनि कथा कन्टिन्यू गर्नुहोस् त अनि भनेर उसिनेर राखेको त म चाहिँ आलु बनाउँदैछु आज कति छिटो काटेर भुटिसक्यो भन्ने सोच्दै पल्लो उता बसेर हजुर आलु खाना बोलाउँछु त भरे त उसिनेको आलु पनि नतासिकन काटेर बनाइ भुटिसे तास्नु किन पर्यो त्यसमा कति प्रोटिन हुन्छ उसिनेको आलु त कमसेकम तास सकिन्छ सकिँदैन म कस्तो खालको जान्ने मान्छे हेर यहाँ बोकेर चाहिँ थालमा राखेर प्लेटमा राखेर केही भन्दैनन् होला आसमा हामी तेल अन्डा तेल खाने होइन अन्डा खाने होला सायद खै कुन फ्लावर हामी सनफ्लावरै खाउँ आज हेल्दी मलाई सनफ्लावर मनपर्छ नि त त्यही भएर यो चाहिँ कसको लागि के यो अन्डा यो चाहिँ आन्टी र भाइ हाउ स्वीट अनि हाम्रो लागि खै त भ्लग हाम्रो कन्टेन्ट चाहिँ जे होस् दिने सबैजना भिडियोग्राफरदेखि लिएर है यस्तो सिसिटिभीबाट खिचे जस्तै भयो यो त हाँस्दै हाँस्दै आइसक्नु भएको छ हाम्रो आरोग्य खनालजी ल अब हामी सुन्दैछौँ हामी म पानी अन्डा हेर्नुहोस् वाउ हाम्रो सेफले बनाइसक्नु भएको छ यस्तो राम्रो फुलेको अन्डा वाह 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 क्या बात आज सानो पार्नुहोस् अझै सानो पार्नुहोस् होइन हामी ठुलैपट्टि बसाउँछ यसमा एकचोटि पखालेर पानी दिनुहोस् त हामीलाई हजुर कसलाई हामी कानमा सुटुक्क भने कि वान्स अगेन वान्स मोर तपाईँ कुन्युले चलाउनुहोस् न यसले पल्टिन्छ यस यस हजुर कोसिस राम्रो छ अनि फुटाउनु भएको छ हजुर वाउ वाउ सेफहरू यस्तै हुन्छ नि त्यस्तै पनि वाउ पानी पनि अब उम्लिँदैछ यस्तै धेरै आइपुग्यो चाहिँ भिडियोमा काटिन्छ क्या आइपुग्नुको बेफाइदा बुझ्यो नि बेफाइदा अलिक पछाडि आउनुपर्छ त्यही भएर हो गुड अब हाम्रो सेफले अर्को किसिमको अन्डा पकाउन आएको भएको छ तपाईँहरू पनि हेर्न सक्नुहुन्छ
पहिला तेल हाल्न अहिले त अन्डा भन्दा बेसी तेलै हाल्नु सक्छ है म जस्तै हेल्थ कन्सियसलाई त्यो पनि म जस्तै हेल्थ कन्सियसलाई त्यस्तो गर्छ कि साह्रै जाँगरीला छोरी छन् घरमा साथी आयो भने साथीले पकाउन आफ्नो भिडियो पानी उम्रिँदैमा चल्छ सक्ने भइहाल्यो अब हाम्रो सेफको अर्कै किसिमको क्या भेदभाव गरेका कोही बेला यस्तो मन नै पर्दैन कि मेरो मम्मीले यस्तो मन नै पर्दैन अनि त्यही भएर आर्याको मम्मीलाई पनि मन नपर्छ अहिले आफै भनेको थियो आन्टीहरूले मन पर्दैन हुर्काइदिँदै भएको मनपर्छ काँचै अन्डा खाने भन्थ्यो आर्टिस्ट सन्नी त भइगयो नि चम्ची नि नचाहिने गरेको फुटाइ यसमा र यसमा के फरक छ भन्नुहोस् गाइस यसमा के फरक छ नाच्न नजान्ने आँगन टेढो नाच्न नजान्ने आँगन टेढो भनेको के हो योभन्दा राम्रो सक्छ मिठो हुन्छ कि क्रिमी हुन्छ अब होइन यो मिठो हुन्छ मैले बनाउनु सकेको यो तावा चाहिँ अलिक गति तावाकै हुँदैन नि होला मम्मी चाहिँ किन आएको गाडी गाडी सेफ छ नि डर होला डर लागेर भित्र नपाएको खानेको मलाई कोही साह्रै जेलस भयो क्या अनि फुटो अन्डा त्यस्तो जेलस चाहिँ हुनुहुन्थेन क्या के चाहिँ तपाईँको रेसिपी मसला पटका हाल्दैन यो उम्रेको नुडल्सहरू चाहिँ पहिला तेल झ्वाइ पारेर त्यो मसलामा हजुर पड्काएर हजुर यो हालेर मिठो हुन्छ कि त तिमी अलिक कन्फ्युज छ हो तेल धेरै खाँदैन त्यसैले नगरेको चाहिँ त्यस्तो मिठो चाहिँ साह्रै मिठो गर्ने भने लसुन छ साह्रै खास्नु नै पर्दैन किनभने उसलाई लसुन थाप्न एउटा प्लेट एउटा चक्कु एउटा बटुको एउटा पानी तिमीले सिकाएदेखि टुटुकेमा बानी भयो टुटुकेमा टकटक गर्छ लसुन नत्र त एउटा प्लेट एउटा के चाहिन्थ्यो उसलाई एउटा लसुन तास्न अब मान्छेहरू इभल्भ हुन्छ नि त सिक्छन् सिक्यौँ नि मबाट फेरि मिस आर्यले यतिको उमालिसक्नु भएको छ अब के गर्नुहुन्छ यसलाई खाल्ने अनि मसला हाल्ने अनि खाने है हेल्थ कन्सियस मान्छे पर्नु पऱ्यो नि त तेल सेल झ्वाइ अलिक मन परेन नि त अझै कोही दुध पनि हाल्छन् कि मान्छे तपाईँले त केही थाहा छैन रहेछ कुन दिन बनाएर खुवाउँछु अनि थाहा हुन्छ तपाईँले धेरै कुरा प्लेट ल्याइसक्नु भएको छ छान्नको लागि अब सबै त्यो ड्राइनरहरू निकाल्नु हट मान्छे हट वेदर डाँट भाग ओहो गाह्रो पऱ्यो लु पानी सबै निस्किसकेको छ अब मसला हालेको पनि खिच्छु मैले तपाईँलाई सोधेँ होइन भनेको होइन फेरि उहाँहरूलाई करेन्ट पकाउन आउला नआउला सिकाइदिनु पऱ्यो नि त एकदम कतिवटा मसला हाल्ने हामी हाम्रो घरमा चाहिँ आजमा बाहेक अरू कोही खाँदैन सुरुमा हामी दुईवटा त्यही भएर दुईवटा मात्रै हाल्नु आजमा लगाउँछ होला चारवटामा एउटा राजी हाल्नु तिमी प्लेटमा हालेर खाँदै होइन होस् छोड्नु तिमी पिरो खान्छौ एक्सपर्टहरूको अलिकति बिग्रिन्छ बिग्रिहाल्छ नि त्यतिको त त्यस्तो भइरहेछ कसलाई मारेर आउनु मैले मेरो मुटुमा छुरा घोकेर अब यो के गर्नु साबुन पानी चाहिँ धुनु भोलि खेल्ने म अरे घरमा अलिक लिने भन्न सक्नु मलाई त थाहा छैन तिमी कति पछि किचन आएँ म त खाना मात्रै आउँछु आज कति पछि बनायो है अनि हिजो आज बनाएको थिएँ गाडी खाइहाल्यो बनाउँदिन भनेको आज फेरि बनाउनु परिहाल्यो गाडी नै हो मेरो सिनेको आलु सकि म हेल्थ कन्सियस छु अब हामीलाई चारवटा बटुका व्यवस्था गरेको छु त जे गरे नि हुन्छ म त बसेर ठ्याक्क दिन्छ होला भनेर पर्छ म्याडमले पखाल्न थाल्नु भयो फेरि हाम्रो घरमा एसिडीको प्रब्लम गर्छ भनेर म बुझ्दैछु यस्तै यो पखालेको कुरा पखाल्नु पर्ने के गर्छ
भन्न एउटा माथि अरू ल्याइन नछिराउँ फेरि पहाल्थी गरिसकेको थिएँ कि गरिसकेको थिएँ कि त्यस्तो रो ओसिडी भन्नु मिल्दैन ल एउटा थाली गयो प्लेटमा ओहो वाह कति राम्रो वाह थ्याङ्क यू कति राम्रो हाल्नुभएको के म त फ्यानै भइसक्यो तपाईँको हो भयो 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 ल यता पनि हाल्नुहोस् भित्र पनि खानु पर्दैन अब जसले खाँदा नि हुन्छ के चाहिँ निकाल्ने भाँडा खोलेर लु भयो निख्रियो 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 भयो 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 यो दुईटा एउटा खाँदैछु मसला होइन राखेँ यहाँ अर्को पनि छ हजुरको लागि हस् भयो 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 नगर्नुहोस् ऊ त्यहाँ एउटा फुल पनि छ आदि पनि छ अझै ए भयो यो हजुरको यो मेरो यो बाबुको यो आसमा वाउ सेफली हालिसक्नु भएको छ यो हो मेरो वाउ 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 ये यो चाहिँ मेरो गल्ती हो तर म सुधार्छु अब हामी अलिक क्यामेरा साइड छु हेयर स्टाइल चाहिँ कति राम्रो तपाईँको वाउ ये मैं हूँ हजुर ये मैं हूँ ये चिंटी मारी गाइस मारी वाला मारी 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 ये आए चिंटी मलाई गिफ्ट गरे मलाई माफ खोज्यो मैले गिफ्ट पाइसके के अरे के भाँचेको छ आवाज मात्रै आउँछ त्यो त मेरो उहिले पुरानो चिन्टी हो साथी त्यो डर लाग्छ डरले नाच्न पर्यो आर्याको भनेर भाँच्न खोज्दै थिएँ झऱ्यो झऱ्यो होइन मलाई हाने कि झन्डै लडेको हान्छस् फाइनली कोठाको हालत यस्तो बनाइसकिएको छ बस्दा बस्दा अनि उहाँको टाउको हालत नि हेर्न सक्नुहुन्छ धेरै काम गरेर क्या यो धेरै काम गरेर नि यस्तो गर्नुहुन्छ त्यो फ्रस्ट्रेसनले क्या त्यो हुन्छ नि यस्तो 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 गरेको त्यस्तो गर्नुहुन्छ क्या उहाँ अनि अब हाम्रो काम बन्द भइसकेको छ सकिसक्यो किनभने अलिअलि लास्ट टचअप दिन चाहिँ बाँकी छ अनि त सक्यो अनि भोलि सब्मिसनलाई हामी अब रेडी छौँ मेरो चाहिँ अलिकति टचअप भन्दा अलिक बेसी बाँकी छ किनभने उसलाई हल्का फुल्का सिकाउनु थियो अनि त्यसमै सिकाइरहेको थिएँ हाँस्छेस् मैले सिकाएँ कि सिकाइनँ भने चक्लेट खाइदिए यार मेरो खाऊ 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 म हेल्दी छु नि त त्यो त तिम्रो लैलैमा अम्लेट त हेल्दी तर त्यही तेल तेल चाहिँ तैँले
त्यो स्प्राइट चाहिँ कस्तो भने मिठो चिज डाइरेक्टली भन्न मात्रै नसकेको तर मैले भन्न खोजेको के हो whatever के भन्नु के जा मेरोमा त आउँदिनस् मलाई मेरो यो कोठा बाहेक बाहिर निस्किनु म इन्ट्रोभर्ट तलको छादैछ कोठाबाट ल त्यो त आफ्नै घरमा 5 मिनेट त निस्किन्छ मान्छेहरूले मुख हेर्न पाउने भए यसको बिचरा छिमेकीहरूले अहिलेसम्म मुख हेर्न पाएको छैन तपाईले को तल्ला थाल्नु घरमा भनेर तिम्रो मम्मीले सोध्छ हिजो अस्ति एउटा को नानी तल झरेर देखाएको थिएँ को हो भन्छ पाल्नु थाल्नु भएको के हो नयाँ मान्छे घरमा देख्दिन थियो पहिला भनेर सोध्नु हो त्यस्तै नै हो त्यस्तै नै अस्ति पनि मेरैमा बिर्सा थिए मेरैमा त हो नि हैन बिर्सेको थ्यांक यू कति दानी खोल कस्तो दानी खाइसक्यो अनि मैले एडिट गरेको खाएको पार्ट चाहिँ खोलेर खाएको पार्ट चाहिँ मैले एडिट गरेँ कोहीलाई घर बस्न मन छैन भने आउनेको घर आउनु होला मलाई घरै बस्न मन लाग्छ आउनेको घर जान्छु भन्दा केही प्रब्लम केही छैन म पाल्छु गाइस पाल्छु आउनु होला मैले त बेलुका नि पाल्छु भनेको टेर्दिन घरिघरि आफै पनि पाल्लिन्न जस्तो लाग्यो अब चाहिँ जान्छु म गाइस बाई आन्टी खै यस्तो सी यू आउँदै गर्नु ल होइन म तलतिरको यात्रा छ मेरो आऊ बाबु जाउँ अब हामी यता जाँदैछौँ गाइजहरू वाउ कस्तो राम्रो फुलबारी छ यहाँ ढोका खोलिसक्नु भएको छ वाउ प्लिज मेरो भ्लगमा आइदिनुहोस् जनता हेर्न चाहनुहुन्छ हेर्नुहोस् गाइज निस्किनुहोस् वाउ कस्तो राम्रो देखिनु भएको तिमीले बाबुलाई त बोलाएनौ मैले आफै बोलाएर ल्याएँ हाल्छु हाल्छु निस्क न यति मात्र खिच्छु अब नि त आउ न निस्क छिटो ल निस्क निस्क ल लुगा फेरेर आउनु भयो केही पनि राम्रो भेटेन आउनु भयो वाउ त्यही राम्रो भेटेन यो चाहिँ हाम्रो जिमको कपडा हो हैन गाइस नगएको चाहिँ 2 वर्ष 2 वर्ष भयो अब यतिकै राख्नु पनि भएन नि त युटिलाइज गर्नु पर्यो काम गर्नु भनेको चाहिँ जिम जानु वाउ अनि यसरी चाहिँ हाम्रो I am sorry I'm not what you wanted then who are you I am the director cinematographer of my life yes graphic designer yes के यो तपाई आफैले डिजाइन गर्नु भएको टी-शर्ट त हैन यो एक्चुअली हुन चाहिँ हैन तर मलाई यसको चाहिँ एक्सन फन्ट्स हरेको मलाई एकदम राम्रो लाग्यो यसै सबै हाल्छ कि यार नगर न त्यस्तो ल जाम हामी किचनतिर जाम के पाक्दैछ भन्नुस् मलाई के खान बोलाउनु भयो तपाईले भन्नुस् ओ माय गॉड अपमानित महसुस भयो मलाई बाइ आलु बन्दा हैन हजुर हजुर अचार बनाउन पनि आएन हजुर म सेफ थिए त यहाँ त्यही भएर यसो सम्झे अनि अर्को भनेको चाहिँ हामी चिया खाम भनेको हैन सकी चिया खाम भनेर बोलाएको हैन हजुर मौसम रोमान्टिक छ अनि रोमान्टिक मौसममा फेरि मलाई नै सम्झिनुहुन्छ उहाँले अफ कोर्स कसलाई सम्झिने तपाईँ अलिकति कालो आउनु भयो अलिक यता आइदिनु न ओ आहा यहाँ त झन् चिटिक्क गोरी वाउ ए ग्लास स्किन अब उहाँको षड्यन्त्र बुझ्नुहोस् है गाइस उहाँ चाहिँ यस्तो पिरो सिरो चिल्लो खानुहुन्न किनभने उहाँको स्किन बिग्रिन्छ भनेर तर मलाई बोलाएर यहाँ हेर्नुहोस् यहाँ आर्याको बिग्रियोस् यहाँ भइभरि खाएर मेरो बिग्रिन्छ भनेर होइन म हेल्दी छु कस्तो कालियाको अस्ति चाहिँ फेरि लुगा चेन्ज गर्न गएको छु किनभने उसलाई चित्त बुझेन अरे एकदम दुब्ली आयो अरे अब दुब्लो मान्छे मोटो कसरी आउने हो त्यो थाहा छैन चिप्स खाउँ गाइस अब हेरौँ उहाँ मोटी देख्नुहुन्छ कि हुन्न मेरो लाइफमा तिमी छौ भनेपछि हो त्यही भएर तिमी छौ तिमी आउँछौ हुँदैन लिनुहुन्न हालिदिने होला किनभने जुनहरूमा त हाल्नुहुन्थ्यो हजुरले
के गर्न लागि मलाई बेहोस भयो भने के गर्ने हो गाइस हेर्नुहोस् है अब पहिला आफू चाख है पहिला तिमी चाख अनि कन्फर्म गर्छु म चाख्छु ल अब म टेस्ट म दिइहाल्छु नि के भयो होला ल ब्याक क्यामेरा भने यसै हेर्नु त हजुर ल खानुस् त अब म टेस्ट गर्छु स्मेल कस्तो छ भन्नुस् त हजुर मिठो छ साँच्चै तिम्रो त मलाई भर पनि लाग्दैन मलाई चाहिँ मिठो लाग्यो गाइस तिम्रो त जे जस्तो भए पनि मलाई खुवाउनुको लागि भए पनि मिठो भन्छ तिमी त नमिठो चिज पनि मलाई चाहिँ मिठो लाग्यो किन एकछिन मात्रै बिस्तारै ल्याएको त अहिले मजाले ल्याउँ न त सुरुमा त डर थियो नि अब एकचोटि घुटुक्क लियो त अनि फेरि भन त मिठो र फेरि एकचोटि खाऊ त मेरो आँखामा आँखा हेर कस्तो राम्रो भएर आएको है नेल पेन्ट पनि ल्याएर आएछ है गाइजहरू हेर्ने उहिले जमानामा ए नेल पेन्ट पनि ल्याएर आएछ है हेर्ने आज चट्ट मेरोमा चाहिँ कति पोल खोल्छ आज चट्ट लाएर नुहाएर पसेर यो भ्लग बनाएको यो चाहिँ हाम्रो पोल खोलेको खालकोमा पोल खोल्ने भिडियो हुनुपर्ने भ्लग हुनुपर्ने के भन्छ उहाँको पनि अब च्यानल आउँदैछ यस नाम चाहिँ थाहा छैन असमो च्यानल वाइ नट भन्ने च्यानल राख्नुपर्ने वाइ नट वाइ नट आउँदैछ गाइस वाइ नट त्यहाँनिर एउटा सरप्राइज भिडियो आउँदैछ सरप्राइज भिडियो आर्या खनाल ल त्यही भएर जसो तसो गरी यता र उता आफ्नो प्रमोसन यसरी गर्नुपर्छ भनेर चिन्नुपर्छ बिजनेसम्यानको छोरीले तिमीलाई भनेको तिम्रो च्यानल प्रमोसन गरिदिरहेको छु होइन मेरो च्यानलमा पनि आउँछ नि त तिम्रो अनि त्यो भएपछि तिम्रो च्यानल प्रमोट भएन लट्ठी बिनाटुटे सापी मरे दिस इज दुईटाको प्रमोसन लागि आउनुहुन्छ तिम्रो च्यानलमा मान्छेहरू हजुर फेरि मेरो फेरि बुझ्यौ नि बुझेँ मेरो अगाडि यसरी नराख कि खाने नै भनेर यसरी राखेको होइन अब खाने चिज खाइहाल्नुपर्छ यसरी होइन हजुर कस्तो लाइट चिप्स एकदमै कस्तो खानुहुन्न तर अरू कस्तो छ है आई मिन छैन कस्तो नेपाली चिप्स है होइन कि त्यो कस्तो होइन अलिकति त के नपुगे जस्तो छैन म त कस्तो एउटा खाएको पेट पोल्यो भने एउटा जस्तो प्लेटफर्ममा भन्नुहोस् न जस्तो प्लेटफर्ममा चाहिँ अब हामीले अब हाल्नुपर्छ कन्टेन्टर तर अब हजुर तर अब म भाइरल छुइनँ जे हाल्यो भने केही फरक पर्दैन के थाहा म भाइरल भयो भने त भोलिको दिनमा त मेरो जीवन त खोज्दा झन् राम्रो नि तिमी भाइरल आहा वाह 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 त्यो पनि तिमी भन आर्याको ब्लगबाट भाइरल भएँ म भन हेर्छन् 2-3 जनाले भाइरल भइहाल्यो त्यसपछि मलाई पैसा आउँछ त्यसपछि 2020 ले गर्न नसकेको काम 2025 ले गरिदियो वाउ अब लकडाउन भयो भने हामी पनि कस्तो गर्न थाल्ने रे फेरि खाली हामी त्यस्तै गर्न थाल्ने हो लकडाउन सुरु मात्रै अनि अर्को के अरे म पछाडिबाट त्यो स्लोमोवाला क्या जोकरवाला पनि यो खाजा अब यो पनि यस्तो पनि हुनुपर्छ कि कस्तो यस्तो पनि हुनुपर्छ क्या सबै मेरोमा चाहिँ होइन उहाँको फिट चेक गर्ने अब हामी यस 1 2 3 गो वा यो चाहिँ मिल्यो ल तर अब लाइटनिङसँग अलिकति प्रब्लम आउन सक्छ अब हाम्रो यस्तो के एडिटर हुनुहुन्छ यहाँ हजुर मलाई आउँछ सबै कलर ग्रेडिङहरूदेखि लिएर सबै आउँछ चिन्ता छैन ए यस्तो हातका खेले यस्तो अरू के भन्न चाहनुहुन्छ हजुर हामी अब चिया कस्तो हुन्छ हामी रिभ्यू दिन चाहन्छौँ ए ल त्यस्तो हुन्छ भइहाल्छ मेरो प्रिन्सेसमा म आफै बनाउँछु मेरो प्रिन्सेस सी इज नट माई प्रिन्सेस सी इज क्विन फर मी भनेर आर्याजीको श्रीमानले यहाँदेखि मेरो भिनाजुले चाहिँ आर्यालाई हेर्न आउँदाखेरि चाहिँ उहाँले आर्याले चिया पकाइसिन्छ उहाँ आफै उठेर किचनमा गएर आर्याको लागि मिठो कफी अनि बाँकीहरूको लागि चिया पकाइसिन्छ होइन त भिनाजु कहाँ हुनुहुन्छ छिटो आइस अस्मी के भनेको रे मैले आर्या भने सरी आर्य चिया कस्तो मलाई नमिठो सुनेको फेरि भन्नुहोस् त के अरे अस्मी अब हामी चिया हाल्दैछौँ के भन्छ यसलाई सिनेमेटोग्राफी के भन्छ यसलाई सिनेमेटोग्राफी नै म कम्ती खान्छु प्लिज है तपाईँलाई हाल्नुहोस् है प्लिज अझै हाल्नुहोस् तपाईँलाई भइसक्यो खाली भइसक्यो तपाईँ पानी थपेर भयो नि हाल्नुहोस् पखालेर भयो नि हाल्नुहोस् अब हामी टेस्ट गर्छौँ ल गाइस अब हामी टेस्ट गर्छौँ वाउ कस्तो मिठो जानेको चुपी गर्नुहोस् न कस्तो राम्रो वाउ यस्तो मिठो चिया त जीवनमै खाँदिन यस्तो मिठो चिया यस्तो मिठो रेसिपीको लागि कमेन्ट गर्नु के कमेन्ट नगर्नु होला है हजुर हजुर चिनी पनि लागेको छ हजुर
हजुर दुध पनि ठ्याक्कै मिलेको छ ठ्याक्कै रङ पनि फेरि त्यस्तै क्या मिलेको मसला पनि फेरि त्यस्तै हजुर कस्तो मिठो म त म बयानै गर्न सकिनँ फेरि नभने फेरि आजै निस्किन्छ तारिफमा त्यो खुसीले अब क्यान्डिडेट आइले कि भिडियो यसो भन कि त फिल्टर आउट गरौँ खुसीले गदगद भएको नि हामी खुसी हामी चिया खाँदा नि खुसी हुन्छौँ हामी जे गर्दा हामी खुसी नै हुन्छौँ मान्छे खुसी हामी मान्छे खुसी जीवन खुसी हाम्रो त्यो कस्तो अघि आएको म मान्छे अलिक अघि नै छु तिमीभन्दा युजिएल भयो होइन नि फेरि एजिएलआई यो हजुर क्यारिफाई गर्नुभयो त्यति मात्र यति हो अहिले उठेर हामी नाप्न सक्छौँ नि फेरि हाइट ल जनतालाई हामी रियालिटी देखाउन सक्छौँ अफकोर्स हामी रियालिटीदेखि डराउनु हुँदैन लिनुहोस् न नाइ खानुहोस् न नाइ हुँदैन खानुहुन्न आइया टेस्ट गरेर हामीलाई टेस्ट चाहिँ कस्तो मिठो लागेको वाउ कस्तो मिठो लाग्यो एकदम मिठो वाउ साँच्चै गुलियो पुगेछ मलाई केही भन्नु छ मलाई मुभी लगायो होला मैले अगाडि भिडियोभन्दा अगाडि भने अरू नभन होला दर्शकहरूलाई भनेर अनि उसले मेरो मन लाग्दैन कहीँ भरिहाल्यो त भनेर त्यसपछि गुलियो मिठो सबै ठ्याक्कै भनेर त्यसपछि बाबुले चाहिँ मलाई पनि त्यही भएर अब यो भिडियोमा राख्दा हुन्छ ए ल गुलियो रहेछ गाइस नुनिले रहेछ ठिक छ बाबु तयार भइसकेको छ हाम्रो लङ टक पछि हामी अन्धकारमा केही देखेका छैनौँ अब म निस्किनु पर्ने हुन्छ प्रकृतिको खेलले गर्दाखेरि अघि आउँदा उज्यालो थियो अहिले हेर्नुहोस् अन्धकार मलाई म जान्थिनँ अहिले तर अलिकति लाइटिङको कमी छ केही छैन अब हामी लाग्यो ल म लाग्यो ल सेम टु यु लभ यु टु गुड नाइट वेलकम बाई अब म लाग्यो घरमा को हुनुहुन्छ होला आफ्नो लागि कस्तो कुरा गर्छ भिडियोमा मच्छरले टोकेर सको वाउ हाम्रो केएफसीज हाम्रो केएफसीबाट के आयो त अनबक्सिङ सबैजना खाने निस्क्यो फाइनली वाउ आया कसले मगाएको आरोग्य म्यामले अरे 3 दिन त बर्गर निस्किन्छ त तिनटा हाल्दैछ म त भरे खान्छु ए भरे नै त खाने अर्को पनि बर्गर प्र्याङ्क भयो हामीलाई आरोग्य म्यामले प्र्याङ्क गर्नुभएछ राति किन राति गेम के को वाउ क्रन्ची फ्राइड चिकन बर्गर सो बाई गाइस आजको लागि यति नै अब म अझै हल्का काम छ अनि त्यो गर्छु अनि सुत्छु सी यु अन द नेक्स्ट भ्लग बाई